1700 को दशक पहाड़को गाउँमा एक साधारण बालकको जन्म भयो। कसैले सोचेको पनि थिएन यो बच्चाले हजारौं वर्षको बाँडफाँड, राज्यको फुट र शक्तिशाली साम्राज्यको आक्रमणलाई चुनौती दिँदै आजको नेपालको नक्सा कोर्नेछ। उनको नाम थियो पृथ्वीनारायण शाह। गोर्खाको राजदरबारमा जन्मिएका युवा पृथ्वीनारायण शाह साधारण राजकुमार थिएनन्। बाल्यकालदेखि नै उनलाई राज्य, युद्ध र राजनीति आकर्षित गर्थ्यो। उनका गुरु काजी रणाजित पाण्डे र पण्डित जयन्त देवले उनलाई इतिहास र रणनीतिको शिक्षा दिएका थिए। मेरो देश टुक्रिएको छ, कसैले एकजुट गर्नु परेन। उनको भित्र कुण्ठा, महत्वाकांक्षा, भविष्यको दृष्टि बिस्तारै पलाउँदै थियो। त्यति बेला नेपाल एक थिएन। काठमाडौँ उपत्यकामा 3 राज्य, कान्तिपुर, भक्तपुर र ललितपुर, पश्चिममा कुमाऊं गढवाल, पूर्वमा किरात प्रदेश र 5-10 साना ठूला राज्य आफैमा शक्तिशाली तर विभाजित। गोर्खा सानो राज्य थियो, तर पृथ्वीनारायण शाहलाई विश्वास थियो यदि काठमाडौँ कब्जा गरियो नेपाल एक हुनेछ। 1736 मा पृथ्वीनारायण शाह गोर्खाको राजा भए, तर राजगद्दी पाउन साथ उनको आँखा राजधानी काठमाडौँमा थियो। कान्तिपुर धनाढ्य व्यापारिक केन्द्र तर कमजोर सुरक्षा, ललितपुर कला र संस्कृतिको केन्द्र तर आन्तरिक खिचतानी, भक्तपुर शक्तिशाली तर एक्लिएको। राजा पृथ्वीनारायणलाई थाहा थियो सीधे आक्रमण सफल हुँदैन। पहिले मित्रता, राजनीतिक चतुराई र घेराबन्दी आवश्यक छ। उनी नजिकका राज्यसँग गठबन्धन गर्न थाले। उत्तरतिर तिब्बतसँग मैत्री, दक्षिणतिर भारतका व्यापारीसँग सम्झौता। तिब्बत र भारतको व्यापार काठमाडौँ मार्फत हुन्थ्यो। पृथ्वीनारायणले नाकाबन्दी गर्ने योजना बनाएका थिए। व्यापार रोकियो भने काठमाडौँ झुक्नेछ। 1744 किरात प्रदेश विजय, 1744 नुवाकोट विजय। अब पालो थियो कीर्तिपुरको, कान्तिपुरको ढाड, काठमाडौँ प्रवेशद्वार। तर इतिहास गवाह छ कीर्तिपुर सजिलो थिएन। प्रथम आक्रमण गोर्खाली पराजित, दोस्रो आक्रमण फेरि पराजय। यो पराजयले पृथ्वीनारायणलाई झस्कायो, तर रोकिएनन्। उनी बुझ्दै थिए युद्ध शक्ति मात्र होइन, रणनीतिले जितिन्छ। 1767 तेस्रो पटक कीर्तिपुर घेराबन्दी। यो पटक उनी तयारी सहित आए। पानी, खाना, व्यापार सब रोकियो। शहरभित्र अभाव, भोक, असन्तोष। अन्ततः काठमाडौँ धराराहा जस्तै काँपियो, कीर्तिपुर ढल्यो। यो विजयले उपत्यकाको ढोका खोलिदियो। 1768 कान्तिपुर विजय, 1769 ललितपुर विजय, 1770 भक्तपुरमा पनि गोर्खाको झण्डा लहरियो। अन्ततः विखण्डित राज्य एक भयो। नेपाल एउटा राष्ट्र बन्यो। पृथ्वीनारायण शाहले भनेका थिए नेपाल 4 जात 36 वर्णको फूलबारी हो। विविधतामा एकता उनको सपना। सैन्य शक्ति, मित्रता, व्यापार नाकाबन्दी र रणनीतिक बुद्धिमत्ता यी सबै मिलेर भएन। संयम, धैर्य र दृढ इच्छा शक्ति नै उनको असली शक्ति थियो। यो त केवल सुरुवात थियो। एकीकरणको बाटो अझै लामो छ। गुरा, तनहुँ, सर्लाहीदेखि कुमाऊं गढवालसम्मका युद्ध, सम्झौता र बलिदानले नेपाल आजको रूप लिन पुग्यो।